अच्छा अच्छा यस्तो छ अजयजी, यस्तो छ नि त, जस्तै अब तपाईको दाइले बोलेको कुरा हरेक कुराहरू चाहिँ व्यवहारमा तपाईको चाहिँ उहाँले चाहिँ परिणत गरिसक्नु। अब राइट यसरी आउँछ, यसरी जान्छ, यसरी चाहिँ हाम्रो चाहिँ स्क्रिप्टमा चाहिँ चाम आउँछ भनेर चाहिँ अब अहिले यो 2-4 दिनमा चाहिँ तपाईको एकदमै दाइले जुन तरिकाले स्ट्रङ तरिकाले लिनु भएको छ हैन, त्यो कुराले चाहिँ एकदमै मान्छे अरूको त्यस्तो बोल्नु पर्ने अब सबै जफै पाइसके पछाडि अब त्यहाँ के बोल्ने हैन त। अब होला स्क्रिप्टमा अब अलिकति तल आउला, अलिकति माथि जाला, त्यो भनेको त आफ्नो ठाउँमा छँदैछ। त्यो भनेको चाहिँ त्यो नबुझ्नेले मात्रै त्यो विषयमा चाहिँ त्यो कुरा गर्ने हो। अब तल आउनु र माथि जानु भनेको त एउटा शेयर मार्केटको त एउटा चाहिँ ब्युटी नै हो नि हैन। कि त्यो कि यदि हुने होइन सधैँभरि बढेरै जाने हो भनेदेखि त तपाईको त अब हामीले सबै सम्पत्ति बेचेर यतै लगाइदिन्थ्यौँ हैन। हो त त्यही त एउटा ब्युटीनेस, एउटा मार्केटमा चाहिँ ब्युटीनेस यदि थाहा नहुने भनेदेखि त मार्केटमा छिर्नुको जरुरत त्यत्रो साह्रो देखिँदैन हैन दाइ। हो पक्कै हो। ल सरहरु कुरा राख्नुस् है, माथि आउनु भएको छ। हेलो दिपेन सर, नमस्कार। नमस्कार हजुर। सर सीआरबीएल को चाहिँ राइट कहिले आउँछ होला सर? यसको एजीएम कहिले हुन्छ होला? यसको एजीएम कल होला। ए त्यस्तो केही छ सर? कहिले यतिखेर कल होला भन्ने त्यस्तो सिन्धु जस्तै तयारी चाहिँ भइरहेछ, तयारी भइरहेछ। ए यसको नि सिन्धु जतिकै राम्रो राइट आउँछ होला नि है सर? त्यो भन्दा पनि राम्रो आउँछ है। ए हस्, धन्यवाद सर। हस् पैंतीस अंक गइसक्यो दाइ बजार। तपाईँले भने जस्तै 50,000 लागि जस्तो लाग्छ। त्यस्तै पो लाग्न थाल्यो अब त। 2415 तिर अड्केला जस्तो छ, 15-10 तिर यही तरिकाले त। आज राम्रै भयो, मान्छेहरूले सिन्धु सस्तो नत्र सर्किट लाग्थ्यो। बराबर पनि भएको है, सर्किट लागेर बस्थ्यो कि सुरुदेखि नै। हेलो, जय सियाराम सर। जय सियाराम सर। अस्तिको तपाईँको बोलीले त राम्रै भएको छ सर। हाम्रो लागि, जनताको लागि बोल दिने तपाईँ जस्तो लिडर कहाँ पाइन्छ सर? तपाईँको त म ठुलो फ्यान भयो सर। धन्यवाद हजुर। हामी जनता सबै हामी एउटै हो हजुर, जनता सबै एउटै छौँ। के गर्ने त अब नबोले अब त्यही न सर। अब सेयल धनीहरू भन्छ बोल्न पाइँदैन, ढाका मारेर निकाल्यो, त्यसरी तपाईँ त्यहाँ एक्लै गएर उभिदिने, त्यही भनेको ठुलो कुरा हो नि सर हाम्रो लागि त। तपाईँ जस्तो लिडर पाउनै भनेको ठुलो कुरा हो क्या सर हाम्रो लागि। धन्यवाद। आई एम योर बिग फ्यान सर। अनि टिकटकमा तपाईँ दुईवटा भिडियो गएर हेरेँ, त्यहाँबाट प्रष्ट भयो। यु आर अ ग्रेट लिडर सर फर अस। टेक अ बो फर यु। खुसी लाग्यो सर। यति गरिदिनको लागि कोही मान्छे पनि थोरै भेट्छ। तपाईँको माथि अब ठुलै फ्यान भयो तपाईँ। अब के भने शब्दै छैन केही बोल्न के सर। होइन, कोही पनि लगानीकर्ताहरूलाई केही पनि हुन्छ भने म रहन्छु भनेर पहिलो जमानादेखि नै यो कुरा भनेको रहनु नै त्यही नि सर। परिवार हो भनेर मान्नुपर्छ। त्यही नि सर। अब लगानीकर्तालाई तपाईँ त्यसलाई बोलिदिनु भयो, त्योभन्दा ठुलो के चाहियो सर? त्यत्रो ग्रुपमा भएर तपाईँले एक्लैले सपोर्ट गर्नुभयो, त्योभन्दा ठुलो के चाहियो? हामीलाई यही नै चाहियो, एउटा राम्रो लिडर। अनि तपाईँ जस्तो लिडरहरू कहाँ पाइन्छ सर? त्यहाँ सेयल धनु कसरी भनिएको थियो, हामी सेयल धनी हो, भिडियोमा हेरिरहेको थिएँ म। तपाईँ त्यहाँ एक्लै उभिनुभयो। द्याट्स ग्रेट करेज फर यु सर। थ्याङ्क यू सर। अस्ति एमएलएल म लेट थिएँ होइन, त्यसलाई आज सल्टाइदिएँ म। जिआरडिबिएल फेरि सही मौका हो एभरेजिङ गर्न कि? हुन्छ। किनकि जिआरडिबिएलमा लेछु पहिलेदेखि, मलाई जिआरडिबिएल एकदमै मनपर्छ।
कि आज मार्केट घटेर भोलि 5-10 रुपियाँ भोलि सस्तो पाउँछ कि आजै लिइदिउँ सर? पाउँदैन हजुर, बेच्ने मान्छेहरू छैन नि। भनेपछि फेरि आजै लिइदिउँ होइन? लिँदा हुन्छ हजुर, आज सस्तो भएको बेला लिँदा लिने हो। जे हो सर, तपाईँको म ठुलै फ्यान भएँ। लाइन लगाएर आउनुहोस्, हामी तपाईँको सेयर किनिदिन्छौँ। जनतामा यति पावल छ भन्ने देखाइदिनु भयो के सर? दुःख लागिरहेको थियो उहाँहरूको होइन, त्यो टिकटकमा हजुरको टिकटकमा कमेन्ट पनि गरेको थिएँ सर। एउटा यो गुनासो भयो क्या सर, अस्तिसम्म सेयर नलिने, आज बढ्दाखेरि सर आएर यति झालिदिनु, यो चाहिँ भएन साथीहरू। हामी चाहिँ माथि लिएर बसिरहेको छौँ, हामी यता खुसी छौँ, ल अब छिटै पुग्ला हरियो हुन्छ भनेर। यहाँ साथीहरू आएर भन्छन् सर 10 रुपियाँ कम गरिदिनु, 5 रुपियाँ झालिदिनु, लिन्छौँ। साथी बेलैमा लिनुहोस्। अस्ति जिएलडिबिएल आएको थियो 1229 त्यति बेला लिनु भएन। आज आएर यस्तो नभनिदिनुहोस् के साथीहरू, धेरै मान्छे लिएर बसिरहेको छन्, दुःख लाग्छ नि। दिपेन्द्र दाइ, म फेरि पनि आएँ सर। यो घट्यो भने चाहिँ कतिसम्म घटेर फर्किन सक्छ सर? पत्ती पऱ्यो सर। यो बढी घट्यो भने 2500 सम्म आउँछ, त्यति हो। हुन्छ सर, थ्याङ्क यू सर। सर नमस्ते। नमस्ते सर, यो हाम्रो जिआरडिबिएल को बोनस र राइट छ नि सर, त्यो एजिएमबाट पास भइसकेपछि बोनस त अलिक अगाडि नै घोषणा हुन्छ होला नि है सर? बोनस आउँछ नि। बोनस अहिले बुक क्लोज छ 15 गते, जसले 15 गते जसको खातामा सेयर हुन्छ त्यसले त्यो बोनस खान पाउँछ। ए बोनसको लागि चाहिँ बुक क्लोज यो 15 गते हो है सर? यो 15 गते हो। ए सर, एजिएम को लागि पनि भयो, त्यो दुईटै एउटै भयो है? एउटै भयो। ए हुन्छ सर, हुन्छ, थ्याङ्क यू। सर बोनस दिन्छ भने प्राइस एडजस्ट हुन्छ नि त? प्राइस एडजस्ट हुन्छ, तर त्यो सबै बचाइदिन्छ प्राइस। ए हो र? त्यसो भए डाङ डुङ्गा चाहिँ पुरा पेमेन्ट अझै सल्टाइदिनु पर्यो जिएलडिबिएलमा। हजुर, आज लास्ट भाइ हुन्छ, अनि त्यसपछि ढुक्क भएर बस्ने अब जिएलडिबिएलमा। सर अनि हजुरको कम्पनीहरूको आइपिओ छिटै लगाइदिनु पर्यो सर। मेरो हातमा तर हालिदिनु भएको छ लाइनमा होइन, पाइपलाइनमा जस्तो लागिरहेको छ मलाई। 1 वर्षदेखि पाइप म यही सोचिरहेको छु कि सर, हजुर जस्तो यस्तो लिडर पाएर हामी अरूको सेयर किनेर यस्तो हिँडिरहेको छ। हजुरको आयो भने के हुन्छ होला मार्केटमा? देवेन्द्र सर नमस्ते। नमस्ते सर, जिआरडिबिएल को चाहिँ अलिक कन्फ्युज भइरहेको छु सर। मैले अहिले यहाँ कन्भर्सेसन सुनिरहेको छु सर। जिआरडिबिएल को सर यो चैत्र 14 गतेसम्म होल्ड गर्नेले बुक क्लोज भइसक्यो हो र सर? राइट सेयर भर्न पाउने हो सर? राइट होइन, बोनस सेयर पाउँछ 5.75% बोनस। ए हजुर हजुर। अब यो राइट सेयरको लागि चाहिँ कसो हुन्छ सर? अर्को अब एजिएम बसेपछि मात्रै क्लियर हुन्छ होला नि सर? हजुर, एजिएम पछि तपाईँको राइटको 1-1.5 महिनामा आउँछ होला। ए हजुर हजुर सर। अब यो 14 सम्म होल्ड गर्नेले त्यो बोनस सेयर चाहिँ पायो होइन सर? बोनस पायो। ए हजुर हजुर सर, क्लियर भयो सर। ल थ्याङ्क यू सर। हेलो सर, हजुर नमस्कार। हजुर नमस्कार हजुर। यो हामीले यो सेयरहरू गर्नुको लागि चाहिँ खोल्नुको लागि चाहिँ के गर्नुपर्ने हुन्छ सर? हजुर के हजुर? यो जुन आइपिओ भन्ने हुन्छ नि, हजुर, यसको लागि चाहिँ ब्याङ्कमा अर्को अकाउन्ट खोल्नुपर्ने हुन्छ? त्यस्तो के होइन, लिन मिल्छ हजुर।
म्यानेजमेन्टसँग कुरा गरेर लिनु मिल्छ। ए हजुर हजुर। अनि हजुरको यसो टिकटकमा भिडियो हेरेको अनि त्यस्तै बारी रहेछ सबै त्यो हेरेर। अर्को एकाउन्टहरू हजुर अर्को केही पनि एकाउन्ट खोल्नु पर्दैन। ए त्यही अकाउन्टबाटै मिल्छ। अहिले चाहिँ कुनको सेयर चाहिँ अब यस्तो बारेमा त्यति थाहा छैन कि यसो बुझ्नु पर्यो भनेर छ। प्रफिट भाइलाई वेलकम गरे। नमस्ते नमस्ते दिवेन दाई, नमस्ते अजय दाई। नमस्ते। प्रफिट भाइ त हराएको थियो। प्रफिट दाई क्लब हाउसमा हिरो होइन दाई, म हराएको छैन, म यही छु दाई। अहिले दाई क्लब हाउसतिर नआएर मात्र भेटघाट नभएको दाई। मैले सोचे प्रफिटलाई लस त भएन। छैन दाई छैन, एकदमै चिन्ता छैन दाई मेरो चाहिँ। म एकदमै राम्रो पोजिसनमा जुस खाँदै हुनुहुन्छ दाई आज त। जुस छैन यार, हामी कहाँ जुस, पानी खाइरहेको छ यार। ए ल ल ठिक छ दाई। अब यसो क्लब हाउसतिर आउनु पर्यो दाई, अब माहौल बनाउनु पर्छ। यता टिकटकतिर मात्र लाग्नु भयो दाई। तब यसो कहिलेकाहीँ भाइलाई नि सम्झिनु होला यतातिर आएर। हुन्छ प्लिज दाई, अजय दाई, ल दिवेन दाई, ल म छुट्छु। गफगाफ गर्दै गर्नु, रमाइलो गर्नु दाई। ल दाई ल। हेलो दाइ, सन्चै हुनुहुन्छ? हुन्छ हजुर। तपाईँले यसो यो बरुन हाइड्रो पार्कको बारेमा यसो बुझौँ भनेर हजुरलाई सोधौँ भनेर मैले खास जोइन भएको। म त प्रमोटर चाहिँ अनलक भइसक्यो, के बुझ्नु पर्ने भन्नु? कस्तो राइट दिन्छ भनिरहेछ, कस्तो हल्ला मात्रै हो कि कस्तो हो? दिन सक्छ, कुन चाहिँ ठुलो कुरा हो लागि होइन। त्यस्तो 2-3 हजार किताब उठाएर केही होल्ड गर्दा के बिग्रिन्छ अरे? मलाई उसको पर्फेक्ट आइडिया छैन हजुर, तपाईँले स्टडी गर्नुपर्छ यो कुरा। तपाईँहरूलाई राम्रो मैले चाहिँ के सोचेँ भने राइट नखाने कि अलिकति किनेर राख्ने, राइट दिँदाखेरि बढेपछि चाहिँ बेच्ने जस्तो प्लानमा। तपाईँले त्यही त प्लान गर्छन् नि सर। कस्तो कम्पनी चाहिँ कस्तो तपाईँको नजरमा कस्तो कम्पनी हो? कम्पनी भन्दा नि हजुरको राइट सेयर दिइसकेपछि त्यसको प्राइस पनि त डिक्लेयर हुँदै जान्छ नि। सिन्धुमा त उल्टै किलो घटे छैन। दाइ अबको सिचुएसनमा कुन उपयुक्त होला? लो क्याप पनि जाने हो नि यार साथी, हामीहरू सबै लो क्याप पनि सबै ओह्रालो लागै छ। कहाँ ओह्रालो लागेको छ? कुन लो क्याप ओह्रालो लाग्यो? अहिले सिचुएसन लगभग 90% नै ओह्रालो छ नि। लगभग 90% नै ओह्रालो छ। मैले लगभग 2400 हुँदाखेरिमा लिएको मार्केटको प्राइस र अहिले लगभग 2633 छ होइन आज। त्यसमा त्यतिखेर भन्दा लसमै छु म। कुन स्क्रिप्टको कुरा गर्दै हुन्छ हजुरले? मेरो हाइड्रो भयो अनि कमर्सियल ब्याङ्कहरू। एचडिएल कस्तो छ अबको ओमा? कुन चाहिँ? म्यानुफ्याक्चरिङमा एचडिएल। एचडिएल भन्नुभयो? हजुर। हाई क्याप छ, प्रमोटर अनलक भइसक्यो, प्लस कोही खेलाडी पनि छैन। कस्तो लाग्छ? किन मैले पहिला 1500मा पनि अलिकति लिएको थिएँ, अहिले लगभग 1200 वरिपरि आइसक्यो। हजुर। फ्याक्दा उपयोगी हुन्छ कि राख्दा त्यसलाई? लो क्यापतिर जानुहोस् नि।
लोक्याप त हो, मैले भन्न खोजेको एफडिएलको बारेमा हल्का केही आइडिया दिनुहुन्छ कि भन्ने कुरा। दिइसकेको छ हजुर, हाई क्याप छ, तपाईँको प्रमोट भइसकेको छ होइन। दिपेन्द्र दाइ तपाईँलाई के लाग्छ? मैले भन्न खोजेको अहिले मसँग जुन छ त्यसलाई राख्दा उपयोगी हुन्छ कि फाल्दा भन्ने कुरा। फाल्दा उपयोगी हुन्छ। दिपेन्द्र तपाईँलाई के लाग्छ, मार्केट फेरि डाउन हुन्छ र 24,000 तल झर्छ र? झर्दैन, 24,000 तल झर्दैन है। तपाईँलाई पर्सनल कुरा सोधेँ कि मैले, तपाईँसँग चाहिँ होल्ड छ कि छैन वरुण चाहिँ? 10 किता पनि छैन। जोशी भनेर, जोशी पनि राम्रै कम्पनी होला है, हाइड्रो पावर सबै राम्रो। मलाई अलिकति नोटिस दिनु न, मलाई सल्लाह दिनु न, वरुण चाहिँ के गरौँ मैले चाहिँ? भने त बेचेर अल्ट्रा लो क्यापतिर सिफ्ट हुँदा राम्रो हुन्छ तपाईँलाई। सर नमस्ते। दिपेन्द्र मार्केट त डेली घटिरहेको छ। यो के अरे अस्तिको त जुन 15 मिनटवाला कुराले लास्टको त्यसले नि हिट गरेको हो कि मार्केटलाई? बियरै बनाइदिनु सर मार्केट त। मैले अस्ति भने त्यो त होइन भनिरहेको राम्रो, मैले भने यार मेरो लागि राम्रो हो तर मार्केटको लागि त राम्रो होइन भनेर मैले स्पष्ट पारेको थिएँ त। त्यही त, अब अरू सबै फस्ने भयो अपरेटरहरू जाने अब त। 300वटा कम्पनी प्लस भएको कम्पनीमा अब एउटा एकजनालाई टार्गेटेड गरेर गरे, लास्टमा चाहिँ आफू पनि उत्तानो भयो नि सर। मलाई त अब यस्तो छ उनीहरू भनेको त प्योर बाई सेल गर्छौँ, जसले त्यो नक्कलीहरू गर्छन् उनीहरूलाई पो गाह्रो भयो। रुल त सर सानोलाई नै लाग्ने हो, अब सानो फसिहाल्यौँ, अब ठुलोलाई त के लाग्छ र? पैसा भएको मान्छे त के फस्छन् त, हामी सानै फस्न त। सर नमस्ते। नमस्ते। यो सिन्धु कतिसम्म वेट गर्नुपर्छ होला सर? त्यसको लागि वेट गर्नु बढिरहेछ त ज्यादा, एटलिस्ट 1-2 महिना यस्तो के भन्न सक्नुहुन्छ सर? मैले के भन्ने, अब आउने दिनहरू राम्रै देखिरहेको छु त मैले। हेलो सर नमस्ते। नमस्ते हजुर सर, म यो राइट सेयरको बारेमा अलिकति जानकारी पाऊ भनेर भनेको होइन। सिन्धुको त्यो 28 फागुन 28मा एजिएम हुनवाला थियो होइन, त्यति बेलासम्म बुक क्लोज त आइसकेको थियो। त्यसमा चाहिँ मेरो बुक क्लोज डेटमा नोटिस पनि आएको थियो एजिएम एटेन्ड गर्नु, तर त्यसपछि फेरि क्यान्सल भएर चैत्र 8 गते भयो नि, अनि त्यति बेलासम्म 5 गते सायद म सिन्धु बेचिदिएको थिएँ, अनि एसएपी डिबलमा फेरि पसिहालेँ होइन। त्यो राइट खान पाउँछ कि पाउँदैन सर? होइन, राइट आएकै छैन अहिले आउँछ। अब त्यही राइट आएपछि खान पाउँछ कि पाउँदैन? अहिले सिन्धु छैन भने राइट आएपछि तपाईँले किन्नुभयो भने बुक क्लोजको मितिमा तपाईँसँग सेयर छ भने पाउनुहुन्छ, नत्र पाउनु। प्राइस जस्ट हुन्छ त्यति बेलासम्म सेयर हुनु पर्यो होइन? हेलो सर नमस्ते। नमस्ते सर, एकछिन भयो हजुरको लाइभ जोइन गरेको। हजुरले अल्ट्रा लो क्याप सेयर्स भनेर भन्नुभएको थियो नि, त्यो भनेको चाहिँ कस्तो खालको सेयर्स होला? जसको तपाईँको पेड अफ क्यापिटल 50-60 करोड छ, त्यसमा पनि आधी मात्र पब्लिकमा हुन्छ, त्यसलाई अल्ट्रा लो क्याप भन्छौँ हामी होइन। हजुर त्यही हो। थ्याङ्क यू सर। नमस्ते हजुर। नमस्ते सर, हजुरलाई डिएचपिएलको बारेमा केही यसो थाहा छ कि हजुर? डिएचपिएल को अवस्था एकदम खत्तम छ, यो किन्नुहुन्न, किनभने यो यदि किन्नुभयो भने भोलिका दिनमा यसको कारोबार यदि धितोपत्र बोर्डले रोकिदियो भने तपाईँहरूले केही गर्न सक्नुहुन्न है। नमस्कार हजुर। नमस्कार। मैले चाहिँ हजुरसँग यो जो कम्पनीहरूले प्रिमियममा आइपिओ जारी गरेका हुन्छन् नि सर, हजुर, अनि तिनीको चाहिँ राइट सेयर इस्यु गर्दाखेरि पनि त्यो प्रिमियममै हुन्छ कि जस्तै 100मा हुन्छ, कस्तो हुन्छ? हुन्न। ए हस्, धन्यवाद।
धन्यवाद सर नमस्कार नमस्कार यो केकेएलसी कस्तो कम्पनी हो सर राइट सेयर आउँदैछ यसको केकेएलसी राम्रै छ हजुर राइट आउने कुरा छ नि के हो यो आउँछ कि आउँदैन के छ राइट आइहाल्छ नि आउने हो अरे मलाई आइडिया भएन हजुर हुन्छ धन्यवाद धन्यवाद ल पठाइदेऊ हजुर साथीहरू मेरो गेस्टहरू पनि यहाँ छन् क्लोजिङ गराउनु होला राम्रै हुन्छ अल्ट्रालोकेटमा शिफ्ट गर्नु होला आफ्नो र आफन्तको ख्याल राख्नु होला जय श्रीराम बाबा